ल झर छिटो झर्न सकेन है यहाँ मेरो यो हो नि त अब धुलो खाँदै साउनी कसरी हो माछाको यो 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 लग्छ यो पुतली यत्रो पुतली कसले देखाएको थियो होला जिन्दगीमा यो बटरफ्लाई नै हो मरिसकेपछि फ्रेम बनाएर राखेको बन्दीपुरै साथी हो बन्दीपुर हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ मैले धेरै पछि भ्लग हालेँ है आज हामी कहाँ जान्छौँ भन्दाखेरि आज हामी केटिएम टु बन्दीपुर बाइकमा कुन बाटो भनेपछि थानकोटको बाटो होइन कि टोखाबाट हुँदै अनि गल्छी निस्केर जान्छौँ हेरौँ अब के हुन्छ बाटोमा भेटौँला जाने चाहिँ म र मेरो मिसेस हामी दुईजना मात्र जाने हो दिउँसोको बच्छ ल राखेँ अहिले बाई ल है हामी चाहिँ अब के भन्छ यहाँ दक्षिण ढोका आइपुग्न आँट्यो दक्षिण ढोका जोरपाटी अनि त्यहाँपछि जोरपाटीबाट टोखा हुँदै हामी उता गल्छी निस्केर पुग्छौँ बन्दीपुर बाटोमा भेटौँला कताको ल हामी चाहिँ के भन्छ टोखा आइपुग्यो ल अब यहाँबाट हामी गल्छी निस्केर पुग्छ गल्छी निस्किन्छ अनि त्यहाँबाट गल्छीबाट मुगलिङबाट अनि के हो त्यो प्रभु ब्याङ्क मुगलिङबाट अनि बन्दीपुर बाटोमा भेटौँला ल त अब यहाँबाट कहाँ जाने भनेर सोध्नु पऱ्यो दाइ के भन्छ उता जाने कता हो के अरे झोर जाने झोर हामी उता जान आँटेको गल्छी निस्किन आँटेको होइन यताबाट अनि कहाँ छरेबाट छुट्छ हो कति लाग्छ यहाँबाट ए यहाँबाट गल्छी कति किलोमिटर होला भने त्यही 60 जति छ क्या बढी छ है यहाँबाट छरे नै 20-25 किलोमिटर छ यहाँबाट त्यही 2 घन्टा जति लाग्ला त्यस्तै हो लाग्छ हस् दाइ धन्यवाद ल अब यहाँबाट चाहिँ 2 घन्टा जतिमा हामी गल्छी पुग्छ है त्यही 60 किलोमिटर छ यहाँबाट बढी लाग्यो अब यी मैले हेरिसकेँ हो त्यो दाइलाई पनि थाहा थिएन जस्तै छ ल अब बाटोमा भेटौँला I have a dream, that's all I need. I'll make it happen with some work and belief. Know what I want, so I'll take it on. I'll make mistakes, but mistakes make you strong. Let's break it down for a minute. I want the crown, I'm gon' get it. You hear me loud, man, I'm winning. Yeah, Charlie Sheen will be grinning. These ladies know that I'm sinning, and this is just the beginning. I'm closing in the night inning. There ain't no point in resisting. Living life like a dream, live it right, that's the thing. Every night got a team, I've been tied to the scene. Out on stage, here I'm screaming. ल हामी चाहिँ अब यो छरे भन्ने ठाउँ आइपुग्न आँट्यो है सहरे यताको बाटो के भन्छ यदि के अरे त्यो हाम्रो थानकोटबाट नोबिसे हुँदै उता गल्छी निस्किने हो भने त्यो बाटो नजिक छ हुन त छोटो छ होइन तर के भन्छ टिपरहरू आउँछ जाम भइदिन्छ त्यही भएर यो बाटो आउँदाखेरि चाहिँ केही हुँदैन त्यो नजाम यो सानो यो के भन्छ यो इभी गाडी कुद्दो रहेछ त्यति हो अब यहाँ रोक्यो यार अब तिनीहरूले हुँदैन कहाँ छैन भाइ कहाँबाट दिनु लोको 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 ल हेरौँ दामी ठाउँ यहाँ चौको बोट पऱ्यो ल यस्तो छ यही बाटो आएको हामी बाटोमा भेटौँला Okay, it's a dream, and I pray as a team. One day it'll be me. If I want it, then I'll get it. Head down, don't regret it. Push myself to the limit. If I play it, then I win it. I'm just saying, I'm just living for today. For a minute, I will stay. I just visit, have no shame. I admit it. To see if I succeed, to see if I believe they're looking up to me. ल अब हामी अहिले चाहिँ के भन्छ गङ्गटे भन्ने ठाउँ आयो देवीघाट गल्छी भने तलै त होला नि तर एकचोटि सोधि पनि हालौँ न यो गल्छी कतापट्टि हो यतैबाट हो यताबाट सिधै देवीघाट गल्छी यताबाट त्यो भित्रपट्टि यतै हो
ल ल अब हामी ए गल्छी जाँदैछ गङ्गटेबाट सर भनेर त मेरो कल्टाङ छुट्टी गर्छ के छ बुढी ए झन्डै उताको यार ल अब बाटोमा भेटौँला है बाटोमा भेटौँला साथी हो बाटोमा भेटौँला अहिले ल They want the best of me now, best of me now, best of me now, best of me. They want the best of me now, best of me now, best of me now, best of me. They want the best of me. यस्तो हो नि त अब धुलो भने त म्या छोपो छोपो बाटो पुरै यस्तै हो भन्छ किन सोध्नु कि अब हामी चाहिँ अहिले के भन्छ देवी घाट आइपुग्यो देवी घाट उमा छ हो हामी नआएको ठाउँ यही हो यस्तो हो देवघाटै हो यो देवघाट आइपुग्यो हामी किनभने हेर त यो के भन्छ सोसानीको ल्याएको भए यहाँनिर गर्नुहुन्थ्यो नि है त्यही भने देवी घाट आइपुग्यो अब हामी छिटो लाउने स्कार्फ स्कार्फ लाउने अनि हामी गल्छी पुग्छ यो हो नि त अब धुलो खाँदै जान्छौँ अब यहाँबाट धुलो खाँदै लास्टै धुलो हुन्छ क्या हो यो यार के गरिरहेको छ यहाँ त्यही हुनेर छ यो बाटो हामी के भन्छ गल्छी कटेर यो यहाँबाट अब मलेखु यस्तै 20 किलोमिटर जति छ होला होइन यो बाटो खत्तम छ खत्तमै रहेछ धन्न हामी त्यो के अरे टोखा हुँदै गङ्गटे हुँदै आएछ यो बाटो आएको हेटामा बिचो हुने रहेछ ल हामी अहिले कहाँ आइपुग्यो मलेखु आइपुग्यो ल के भनेको एकछिन ल झर छिटो झर्न सकेन है यहाँ मेरो श्रीमतीज्यू छिटो खुट्टा दुखेर छिटो भने ल झऱ्यो ल सही हो ल अहिले हामी चाहिँ मलेखु आइपुग्यौँ यहाँ पुरा माछा है के अरे यो सर साउनी कसरी हो माछाको यो 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 लसै हो यहाँ ब्राउन बन्दैछ कहाँको माछा यो के मलेखु सबैजना आएको त भन्ने अब हामी यहाँबाट बन्दीपुर 2 घन्टामा पुग्छौँ होला बाटोमा भेटौँला ब्राउन आलु चप बबाल छ अहिले चाहिँ हामी कहाँ भन्छ मुगलिङ बजार आइसक्यो है राति भइसक्यो अब यताबाट बन्दीपुर जान्छौँ हामी अब बाटोमा भेटौँला अब सिधै बन्दीपुर पुगेपछि म अन गर्छु है त बाई अँध्यारो भइसक्यो ल हामी चाहिँ यहाँ के भन्छ डुम्रे भनौँ न बन्दीपुरको प्रवेशद्वार आइसक्यो अँध्यारो भइसक्यो यताबाट पोखरा जाने यताबाट बन्दीपुर ल अब बजिरहेको छ होइन तिम्रो त्यो चाहिँ भएको होला मेरोमा पनि गरिहाल्थ्यो नि फोन ल अब हामी पुग्छ होला यस्तै 15-20 मिनटमा ल 15 मिनट लाग्ला ल हामी बन्दीपुर आइपुग्यो राति भएछ पुरै नेवारी केही देखिँदैन पुरै यो रेड क्यासल रेस्टुरेन्ट हो नि होइन त पुरै लस्सै हो कहाँनिर आएको थियो कि यहाँनिर पुरै भइरहेछ बवाल यहाँ भयो संसार बन्दीपुर रिट्रिट होटेल यहाँ भनेको कि यहाँ ल एकचोटि
कहाँ ल हामी ठ्याक्क अहिले यहाँनिर आइसक्यो बन्दीपुर हो ल यहाँ चाहिँ मस्त बनिरहेको छ पास्ता अनि यतापट्टि चाहिँ सुकुटी खानुपर्छ अब पुतली यत्रो पुतली कसले देखाएको थियो होला जिन्दगीमा यो बटरफ्लाई नै हो मरिसकेपछि फ्रेम बनाएर राखेको अब यत्रो पुतली यो हेर्न चाहिँ बन्दीपुर आउनु होला बन्दीपुर भनिदिनु त कुन ठाउँ रे यो बन्दी होटेलको नाम भनिदिनु त तमु रेस्टुरेन्ट ए तमु रेस्टुरेन्ट अघि देखाएको छ देखाउनु त त्यही पनि ल यो चाहिँ दोस्रो दिन है डे 2 बन्दीपुरको मर्निङ यस्तो छ हालत है सही हो बन्दीपुरको है यो मर्निङको भ्यू हेरिदिउँ तर अहिले पुरा के भन्छ घामै लागेको छ नि तुवालो छ कहाँ खाने भनेको यता होइन नि त मैले कफी खाने भनेको यता हो ल उता जाउँ यहाँ उत्सव सापकोटाकोमा खाने रे कफी ल हामी आयौँ है के अरे कफी आयो है हामी आयौँ है भन्न आएछ कफी आयो है त्यहाँनिर के भन्छ यो घोल्ने स्टाइल कफी घोल्ने स्टाइल चिनी हालेर त्यहाँनिर एकछिनमा भेट्नु ल अब उहाँ पूर्व अहिले खिच्दै हो रे ल अब हामी माथि मन्दिर चढ्दैछौँ है बन्दीपुरको कुन मन्दिर हो है अब जाँदाखेरि थाहा हुन्छ ल कुन मन्दिर हो ए त्यो उही डाँडा होला जानुपर्ने यो हो कि त्यो त्यतै डाँडामा हो क्या त्यो कता होला त्यही माथिको मन्दिर जाँदैछौँ माथिको मन्दिर अनि हामी हेरेको हेरे ल थाक्यो यार ल यस्तो रहेछ मन्दिर गेटवाल भनेको उतै होला माथि यार मन्दिर यस्तो चाहिँ कहाँ चुच्चो डाँडा क्या उतै उहाँ त्यहाँनिर अर्को त्यहाँनिर ल ल ल ल ल मन्दिरबाट अब आएको त्यहाँनिर ल के अरे भगवान् हुनुहुँदो रहेछ ल ल आयो क्या होइन ल आयो है आयो 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 नारायण गोपाल स्नुप डग बब मार्ली पिङ्क फ्लोइड त्यहाँपछि हाम्रो यहाँ राजेश दाई हुनुहुन्छ ज्याकी श्रफ हुनुहुन्छ खाना पनि आउन आँट्यो अब बन्दीपुरैमा छोड त बेग यहाँ त के खाएको यस्तो छ है यता हेर त ल खाना आयो भेज थकाली चिकन थकाली खाने अब ग्वाम कि ग्वाम ल I swear to God, man, I'ma make it soon. Silence all the haters as they see us making moves. I do what I want, so I got nothing to prove. Staying motivated, teaching others what to do. I'm staying focused, my mind is open. They start to notice that I'm in motion. There is no potion, you're not just chosen. It takes devotion.